आज चाहिँ सिस्नुको तरकारी खाने हो। यहाँ छ अझै टिप्नु पर्ने छ अब। सिस्नु टिपेको म चाहिँ आज सिस्नु टिप्दैछु। यहाँ भिडियो चिम्टाले भए हुन्थ्यो भनेको मैले। होइन ठिकै छ। केले गरेको पन्जा मात्रै। आजको सिकार हो यो चाहिँ। गाउँमा आएर खानुलाई मिठो मिठो सिस्नु यस्तो झरिलो झरिलो भएको टिपेर चाहिँ आज ठेपले भासँग गम गम खाने भन्नु। ग्रहण गर्ने हो आजको दिनमा। अझै यसो टिप्नु पर्यो, थुप्रो छ। मेरो साइली बुहारीले सिस्नु टिप्दैछ। भयो धेरै लामो हुन्छ। त्यो साह्रै टाढो घुमाउनु हुन्छ कि हेर्नु न। नानालाई सिस्नु टिप्नु भइरहेछ। आज हामी घरमा आएर सिस्नु खाने हो। नाना हामी सबै मिलेर सिस्नु टिपेर खाने आजको दिनमा। यो चाहिँ माया हाम्रो घर हो। सबै इस्कुस छ, आँपको झ्याङ हो यो चाहिँ, केराहरू होइन नि। सिस्नु यस्तो राम्रो छ कि हाम्रो सिस्नु। आएर तिमी टिप न। होइन नि सिस्नु मजाको छ है सिस्नु चाहिँ। आमा चाहिँ यहाँ धरो काम गर्दैछन्। बुहारीहरू त यसो हेर्ने मात्रै हो। उचालेर फेरि माथि नै पुऱ्याएर वाउ, मेरो बुहारीले साइली बुहारी सिस्नु टिप्दैछ। सिस्नु त कति राम्रो हो, राम्रो। यो सिस्नु खायो भनेदेखि एकदम हेल्दी हुन्छ, पेटलाई साफ गर्छ, एकदम राम्रो। हाम्रोतिर पाउँदैन, मरङतिर किनेर खायो भने मात्रै यस्तो ताजा पाइँदैन। डुक्कु डुक्कु काँडा भएको सिस्नुको खानुको लागि चाहिँ गाउँघरै आउनुपर्छ है। गाउँघरमै आएर चाहिँ यति गरेर गएपछि त याद आइरहन्छ यो सिस्नु टिपेको खाएको मिठो भएको। डल्ले खोर्सानी र टिमुरको अचारसँग मेसुको अचार पिसेर चाहिँ भरै जिब्रो पड्काइ खाइन्छ। इस्कुसको झ्याङ पनि यही छ, यी भर्खर हुँदैछ। अब यता अब त्यतै आउनु चिल्ला है। यो चाहिँ आजको सिकार हो। यसलाई सिकारमा टक्कसँगले खानु पर्यो। लाकै छैन होइन? लाकै छैन होइन? लाउने भनेको हिजो अनि पुरा गएर त्यति बेसी हालेको। सिस्नु केलाउनु हुँदैछ नानाले चाहिँ। नाना त सधैँ जिब्रो पड्काएर मात्रै खाने छ नि। सिस्नु चाहिँ यति छ, तर देख्नु चाहिँ थोरै देखाएको छ, तर सिस्नु चाहिँ धेरै नै छ है। पकाएर खाने त्यो चाहिँ खोजिल्याउनु उतै छ खर्काउनु पर्छ। मैले दिइसकेको